धेरै दिनपछि साथीसँग भेटेर मलाई अत्यन्तै खुसी लाग्यो। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। म चाहिँ बिहान क्लास गएर घरमा आएपछि झाडु पोछा लगाएर एकचोटि आराम गरेँ। अनि त्यसपछि चाहिँ खाना खाएर चाहिँ भाँडा भिजाउन राखिदिएँ। त्यसपछि मम्मीले भन्नुभएको थियो चुलो लिप्नु छ भनेर। त्यसपछि मैले चाहिँ गोबर खोज्न गएँ। गोबर पाएँ एक ठाउँमा। अनि त्यसपछि घर ल्याएर त्यो र माटो मिसाएर एकचोटि भिजाइदिएँ। त्यतिन्जेल त्यो भिजुन्जेलसम्म चाहिँ मैले चाहिँ बाख्राको खोर सफा गरेँ। धेरै फोहोर भएको थियो। मेरो बाख्राहरू धेरै माया लाग्दछ नि त, त्यसैले सफा गर्न लाग्थेँ म। त्यहाँ मिलाएँ, यत्तिकै भएको थियो। अनि त्यसपछि त्यो भिजेको माटो चाहिँ अलि भिजिसकेको थियो। अनि त्यसपछि त्यहाँनिर पछि लिप्नको लागि चाहिँ झाडु लगाएँ। त्यहाँको साँझी निकालेर चाहिँ मैले एक ठाउँमा राखेँ त्यो भाँडा माझ्नको लागि चाहिँ। अनि मैले चाहिँ लिप्न स्टार्ट गरेँ। लिप्दाखेरि चाहिँ मजा आउँदै थियो, किनभने धेरै दिनपछि लिपेको थिएँ नि त गाइज। बेला बेलामा पानी पोखिँदै थियो। मलाई लिप्न अत्यन्तै मनपर्छ क्या साथीहरू। मैले चाहिँ लिपिसकेँ। मेरो चुलो पनि फुटेछ गाइज, सो ब्याड। अनि मैले चाहिँ यो मिलाएँ अनि यत्तिको देखिएको थियो। त्यसपछि चाहिँ त्यो सबै मैले भाँडाहरू धोएँ। त्यति धेरै पनि थिएन, थोरै थिए, तर मैले चाहिँ भाँडाकुँडा धोएँ अनि फेरि मैले चाहिँ स्याम्पू लिन गएको थिएँ। अनि स्याम्पू लिएर आएर चाहिँ नुहाई गरेँ, कपडा धोएँ। अहिले बल्ल सकेछु काम। त्यसपछि मैले भिडियो एडिटिङ गरेँ। थ्याङ्क्स फर वाचिङ गाइज।